किन मिडियालाई पठाइदिस् तैँले हैन तपाईले गर्नु तपाईले के गर्नु भएको थियो तपाईले हैन हैन अब म गर्दैन भनेर जग्गा त्यो गएर भनेर भन्नुहुन्छ तपाईले गाउँको मान्छेहरु बोलाउनुहुन्छ म के गरौ त गयो त्रेसी हाम्रो के पनि छैन उहाँले ल्याउनु भयो श्रीमती हो भनेर ल्याउनु पनि भयो अनि त्यसपछि छोराछोरी पनि जन्मे बिरामी भएपछि उपचार गर्नु पर्दैन नि अनि तपाईसँग नभएको भए त अलग कुरा थियो तपाईसँग पैसा छैन भने त म गर्ने कुरा अलग हो त तपाईसँग पैसा छ तपाईले हैन तपाईले हात छोडी छैन उले चाहिँ यस्तो नदेखाउनुस् भन्न भने के हो नदेखाउनुस् भन्न जे हात पात गरेछ त्यही देखिन्छ तपाईँ हात पात त्यस्तो त्यो नराख्नु बानी गर्न सन्चो हुँदै हुन्न जति गरे पनि छ दबाई बानी गर्न पर्छ कि पर्दैन भन्नु त दबाई बानी त गर्दै त छन् गरे त हुँदै हुन्न भने कस्तो गर्दै कसले गर्दैछ होला भन्नु त छोरो पछि लाउँछ कस्तो छोरो कसले पछि ल्याइदियो त अनि तैँले किन होइन मेरी आमालाई त मरे नि मोर बाँचे नि त तेरी मा फल्नु गर्ने त मरे नि मोर बाँचे नि मेरी आमालाई सुख शान्ति हेर्न पर्यो मैले भनेकै छैन पढाइ चढाइ नभन्नु म त रेकर्ड पठाइदिउ जब के गरी काम सुन्नु न तपाईँको श्रीमती बिरामी हुनुभयो भने उपचार गर्नुपर्छ निको चाहिँ हुन्न भनेर कसरी थाहा पाउनुभयो तपाईँ निको चाहिँ हुन्न कसरी थाहा पाउनु कति वर्ष तपाईँ डाक्टर हो दिमाग हालिदिनुहोस् तपाईँसँग त हामीले कुरा गरेको छैन नि मसित नगरे पनि त भनी सुनि त लाग्नु पर्यो अनि भनी कस्तो भनी सुन्नु लाग्नु तपाईहरु कहाँ यहाँ आएर कस्तो कहाँ गएको हामीले यहाँ छिमेकीहरुले नभन्ने अनि त्यो भन्न खोजे के हो अनि कति उपचार गर्नुहुन्छ कति सुन्नु न कति तपाईँ श्रीमती हो तपाईँलाई हेर्ने उसलाई किन नहेर्ने त बसिछु मैले दुनियाँभर बिरामीको उपचारै हुन्न भनेर कसरी गर्नुभयो तपाईँले गरिछौँ हामीले कसरी गर्नुभयो त अनि हालत त्यस्तो हुन्छ त नि हालत त्यस्तो हुन्छ भने गर्नु न तपाईहरुले तपाईँ हो कि श्रीमान उहाँ हो श्रीमान तपाईँ हो कि श्रीमान कसरी पापिनी भएर गर्नु तपाईँ पनि त पापिनी हो फेरि लाज लाग्दैन सौदामाथि आउनुलाई श्रीमती माथि आउँदा आउँदै होइन लाउने पनि पागल भएर बाटोबाट सुत्दै हिँडे हुन्न थियो जो बाटा सुत्दै त्यसैले उठाएर हिँड्नुहुन्छ त्यसको मतलब मैले त तपाईँहरूलाई नि उठाएर हिँड्छु अलिक होस् पुऱ्याएर हिँड्नुहोस् तपाईँले भन्न खोजे के हो त दिदी त्यस्तो भने कि प्यार गर्न तपाईँसँग राम्रो मनले कुरा गर्दा गर्दै अनि तपाईँ चिडिनु पर्ने जरुरी छैन नि बरु मलाई बिस खाएर मारिदिनुहोस् म त्यसै खुसी छु यार अनि तपाईँको श्रीमानले अर्को श्रीमती पहिला श्रीमती हुँदाहुँदै तपाईँ आउने अनि त्यसो हामीले तपाईँलाई कसरी पागल गरायौँ त ल भन्नुहोस् त पागल खाना हालिदिनुहोस् तिनजनालाई कसले तपाईँहरूले हामीले किन लएर आराम तपाईँले हामीले पागल भने होइन भन्नु त हामीले भनेछौँ कि नै तपाईँलाई म पागल नै जाउँ म तपाईँले पागल गराउनु सबैले पागल गराए हामीले तपाईँले त्यो त्यस्ता शब्दहरू प्रयोग गरेन तपाईँलाई हामीले गऱ्यौँ हामीले त्यस्तो शब्द गरी खाना नदिने के गरी खाना के दिनौ त अनि पहिला घरको सम्पत्तिको माया लाग्यो श्रीमतीको माया लागेन श्रीमती त मैले गर्ने लीला गरेर त्यही पनि छोराले गर्छु भने त्यही भएर छोरालाई छोडेर हिँडेको तपाईँ कस्तो खालको श्रीमान हो भन्नुहोस् त म त यस्तै खालको हेर्नुहोस् नाखा यहाँ भित्रबाट मासु बोलाएर नाखले केही गर्दै आउनु मेरो उपचार गर्ने बेलामा होइन चाहिँ के हो कसो बा तपाईँलाई नि सन्चो छैन उपचार गर्नुहोस् होइन के हो कसो पर्छ के गर्नुपर्छ भनेर भन्ने बेलामा मेरी आमाकै उपचार गर्नुपर्छ मेरी आमा उपचार गर्नु श्रीमती बिरामी हुनुहुन्छ तपाईँको श्रीमतीलाई खाने बस्नेदेखि लिएर उपचारको व्यवस्था हामीले गर्दैछौँ तपाईँ बाउ छोरा बस्नुहोस् हामीले यति भनेको थियौँ अनि त हो त्यति भनेको थियौँ नि अनि प्रहरीबाट पनि आउनुभएछ तपाईँले उपचार गर्नुपर्छ भनेर आउनुभएछ तपाईँ म भोलि गइहाल्छु भन्नुभएछ भोलि पर्सि गइहाल्छु भन्नुभएछ अनि तपाईँ जानु भएन यसले पहिला पनि त्यस्तै भइरहेछ यो आइमै त्यहाँबाट हेराएर दबाई गरेर उठेर त्यहाँबाट सन्चो भयो रहेछ हजुर सन्चो भएर यसलाई भिराएछन् यसका बाउ छोरालाई पहिला कुरा छोड्नु न तपाईँले सुन्नु न यो त मेरो कुरा सुन्नुहोस् पहिला उहाँलाई त्यो त उहाँलाई थाहा रहेछ नि त उहाँले बिहा गरेको भन्ने पनि थाहा रहेछ सुन्नु न मेरो कुरा सुन्नुहोस् तपाईँ पनि त माग्न जाने मान्छे उस्तै हो नि होइनहरू भने कि तपाईँले पहिलो बिहे गर्नुभएको थियो पहिलो बिहे गरेर अर्कोचोटि माग्न जानुभएको थियो हो कि नै सुन्नुहोस् अर्कोचोटि बिहे गर्न जानुभयो तपाईँको बाउको गल्ती हो कि तपाईँको गल्ती हो कि त्यो हामीले जान्ने कुरा होइन हेर्नुहोस्
बिहे त बिहे गर्नलाई जानुभयो नि माग्न जानुभयो माग्न गइसकेपछि थाहा यो बिहे गरेको मान्छे हो भन्ने थाहा पाइसकेपछि पछि कागज बनाएर अब मैले दुःख दिन्न मैले जे भए पनि बिहा गर्छु भनेर बिहा गर्नुभएको भन्ने कुरा छ के त्यसैलाई उपचार गरेर नि कहिले जिन्दगी जान्छ मेरो अनि बिहा गरिदिएपछि अनि श्रीमती भनेर स्वीकारिसकेपछि त उपचार त गर्नु पर्यो नि घरमा बिहे भएको हुँदा हुँदै अर्को किन बिहे गरिदिनु भन्नु त घरमा को ऊ भयो र उहाँको त बिहे भएछ त पहिला उहाँले ल्याउनु भयो श्रीमती भनेर ल्याउनु पनि भयो अनि त्यसपछि छोराछोरी पनि जन्मे बिरामी भएपछि उपचार गर्नु पर्दैन नि गर्नेभरि गरेको सुन्नु न तपाईँको श्रीमती बिरामी हुनुभयो भने उपचार गर्नुपर्छ सन्चो हुँदै हुन्न जति गरे पनि सर दबाई पानी गर्न पर्छ कि पर्दैन भन्नु त दबाई पानी त गर्दै त छन् गरे त हुँदै हुन्न भने कस्तो गर्दै कसले गर्दैछ होला भन्नु त छोरो पछि लाग्छ कस्तो छोरो कसले पछि ल्याइदियो त अनि आफै त पछि लागेको कसरी आफैलाई सम्पत्ति छोड्दै बेचेर जे गर्छ उसले मैले त त्यही भने त तपाईँले जिम्मा लिनुहुन्छ उहाँको बिरामीको तपाईँले जिम्मा लिनुहुन्छ उहाँको तपाईँले जिम्मा लिनुहुन्छ कसले तपाईँले सम्पत्ति यही हो जिम्मा नलिएर क्या नि त हामीले सम्पत्ति कुरा गर्यौँ कि सुन्नु न हामीले सम्पत्ति कुरा गर्यौँ कि उपचार गर्ने कुरा सुन्नुहोस् उपचार गर्नलाई उहाँको 1 रुपियाँ पैसा लाग्दैन तपाईँ उहाँलाई खाना बस्नको पनि व्यवस्था गरिदिएर छौँ हामीले सोध्नुहोस् उहाँलाई एका कसरी ल्याएन मैले पनि ल्याएन अनि फेरि तपाईँ बिचमा बोल्न त पाइयो निको चाहिँ हुन्न भनेर कसरी थाहा पाउनुभयो तपाईँ हुन्न कसरी थाहा तपाईँ डाक्टर हो तपाईँसँग त हामीले कुरा गरेको छैन नि मसित नगरे पनि त भनी सुन्दै लाग्नु पर्यो भनी कस्तो भनी सुन्ने लाग्नु कस्तो गाना गाएको हामीले यहाँ छिमेकीहरूले नभन्ने अनि त्यो भन्न खोजे के हो उपचार गर्न सक्दैन उपचार गर्नुहुन्छ कति सुन्नु न कति भन्ने कति नभन्ने भन्ने थाहा छैन तपाईँलाई के थाहा छैन अनि किन बोले त सबै तपाईँहरूले अनि तपाईँ किन बोले सरकारले छिमेको मान्छेलाई नसोध्नु तपाईँ हो कि श्रीमान उहाँ हो श्रीमान तपाईँ हो कि श्रीमान सुन्नु न तपाईँलाई थारो पनि अलिअलि मर्मत गर्दै हो यहाँ बनाइदिँदैछु म पनि अब यहाँ घर बसेर बाँदर पनि हेर्न पर्यो भोलि बिहान हुन त बा मर्दाखेरि त्यत्रो खर्च एकछिन नगरौँ न तपाईँ उसँग कुरा गर्दैछु त अनि तपाईँ किन गराउनु भएको छ त बाउमर त दुनियाँ गाउँले आएर दिन्छ र भनेको आफै त्यति गर्ने हो त भनेको कुरा गर्न दिन्न किन गराइरहनु भएको त तपाईँहरूलाई त्यस्तो लाग्यो छोराले पठाएर आउनु होला के सोचेर हामी छोराले पठाएर आएको छैनौँ तपाईँ भागेर आइसकेपछि छोरो नआएपछि को जिम्मेवारी हुन्थ्यो भन्नु त ल भन्नु त तपाईँ एउटा तपाईँ जिम्मेवार मान्छे होइन जिम्मेवारी छु अनि आफ्नो श्रीमतीको उपचार त गर्नुपर्छ त भने के बरु मलाई विष खाएर मारिदिनुहोस् म त्यसै खुसी छु यार हामीले किन मारौँ त उषा म आफै खान्छु छोराले त अहिले भनेको छ विष खाएर मोर भनेको छ त कसले मकै खाएर कन्चाल छ यहाँ 60-70 एउटा मकै खाइदिइसक्यो यहीँ घर हुँदै त यहीँ दुगुर्दा त्यसो भए तपाईँलाई घरको सम्पत्तिको माया लाग्यो श्रीमतीको माया लागेन श्रीमती त मैले गर्ने लीला गरेर त्यही पनि छोराले गर्छु भने त्यही भएर छोरालाई छोडेर हिँडेको तपाईँ कस्तो खालको श्रीमान हो भन्नुहोस् त म त यस्तै खालको हेर्नुहोस् देख्न हता गरी कागज गरेर आएको पनि त थाहा कागज गरेर आएको मैले उपचार गर्छु भने हो कि उपचार त मेरो क्षमता केही छैन अब जो मैले ऋण खोजेर लिएर गएको थिएँ त्यहाँ अस्ति जाँदाखेरि पनि 5,000 मेरो त आँखाको उपचार गर्न जान्छु भनेर सन्धिखर्क जान्छु छोरा भनेर कान्छा छोरा नम्बरले त फोन गरेर पैसा त भन्न पर्यो यसो दिन्छ कि भन्नु भनेको त्यहाँबाट उसमा हालिदिन्छु वाट्सएपमा हालिदिन्छु भन्नु के को नम्बर हालिदिनु केही पनि हालेन आखिर यहाँ चाहिँ दुइटै आँखा म सन्धिखर्क गएर उपचार गरेँ छोरालाई कल गर्नुहोस् त्यहाँबाट के भन्छ उसले लौ त्यो आँखा मोतीबिन्दु दुइटै आँखा अपरेसन गर्नुपर्छ म आँखाले केही जो देख्दिनँ अब नाखा यहाँ भित्रबाट मासु बोलाएर नाखले केही गन्दै आउनु मेरो उपचार गर्ने बेलामा होइन चाहिँ के हो कसो बा तपाईँलाई नि सन्चो छैन उपचार गर्नुहोस् होइन के हो कसो पर्छ के गर्नुपर्छ भनेर भन्ने बेलामा मेरी आमाकै उपचार गर्नुपर्छ मेरी आमा उपचार गर्नुपर्छ भन्छ 24 घन्टा उपचार ज्वरो आएर र यहाँ लगलौती कामदेखि हिँडेको छु बाँदरले यहाँ सताएर यस्तो गरेको छ ज्वरो आएर काँसो लाएर घाँटी बसेर कौनो हालत अनि श्रीमती त्यो मऱ्यो भने कसले बिहोर्छ त अनि तपाईँले बिहोर्नु पर्दैन तपाईँ मर्नु भयो भने कसले बिहोर्छ अनि तपाईँ मर्नु भयो भने कसले हामीले ठेका लिइदियो कसरी हामीले ठेका लिइदियौँ हामीले तपाईँको बिहोर्नु कसरी ठेका ल्यायौँ त अनि ठेका लिएर आउन घर कसरी ठेका ल्याउँ त ल भन्नु त के आउन दुनियाँभर के आउन कस्तो दुनियाँभर मान्छे माथि जम्मै घोप देखा कसो एउटा अनि तपाईँ सुन्नु दिदी तपाईँको श्रीमानले राम्रो गर्नु न त कुरा राम्रै के चिडेर कुरा के चिडेर कुरा गर्नु तपाईँ सुन्नु यहाँ बुढा मान्छेलाई कति गाउँकालाई बुढा मान्छेलाई कुरै त्यस्तै गरेपछि के गर्ने त गाउँकालाई नलेर आऊ कोत्नुस् हामीलाई मलाई कोत्नुस् सुन्नुहोस् यता तपाईँ नबोल्नुहोस् सुन्नुहोस् ए बुढा तपाईँ नबोल्नुहोस् म तपाईँसँग कुरा गर्दैछु तपाईँको श्रीमानले अर्को बिहे गरिसक्यो पहिला त उसलाई बिहे गरे नि हामीले नि कमाएर खाएको त्यसपछि तपाईँलाई बिहे गरेको सक्के जाने कमाएर
जानु परे हैन श्रीमती हो तपाईँलाई हेर्ने उसलाई किन नहेर्ने म त आफै हेरेर बसिछु मैले दुनियाँभर इन्डिया कोठिया दिएको थाङ्ग्रा बेरेर लाइछु थोरै नै यहाँले किनेर लाइछु उसको ऊ पनि त श्रीमती हो नि त उसलाई हेर्न पर्दैन र मैले उहाँले दिएको तपाईँ पनि ल सुन्नुहोस् मैले दुखा गरेर कोठिया तपाईँले थाङ्ग्रा मिलेर थाङ्ग्रा सुन्नु नि दिदी तपाईँले दुःख गरेर लाउनु भयो उनले दुखा गरे नि हुन्छ पागल चाहिँ दुनियाँको त अनि ऊ बिरामी भएको मान्छेले कसरी उपचार उ गर्छ त अनि लाउँछ त अनि आफै लाउँछ नि त पाप पसेर पापिनी भएर कसरी पापिनी भएर गर्नु तपाईँ पनि त पापिनी हो फेरि श्रीमती लाज लाग्दैन यो सौदामाथि आउनुलाई त्यो जाति यहाँ थिँदा नि थिएन श्रीमती माथि आउँदा आउँदै लाज पनि छ कि हुन्छ कि भएको होइन लाउने पनि पागल भएर बाटो सुत्दै हिँडे हुन्न थियो जो बाटा सुत्दै त्यसैले उठाएर हिँड्नुहुन्छ त्यसको मतलब मैले त तपाईँहरूलाई नि उठाएर हिँड्छु अलिक होस् पुऱ्याएर हिँड्नुहोस् तपाईँले भन्न खोजे के हो त दिदी त्यस्तो भने कि प्यार प्यार गर्न तपाईँसँग राम्रो मनले कुरा गर्दा गर्दै अनि तपाईँ चिडिनु पर्ने जरुरी छैन नि त्यस्तो बुढा मान्छेलाई त बुढो मान्छेको कुरा छोडिदिनुहोस् बुढो मान्छेले बिहे गरेर उहाँलाई राम्रो कुरो गरेको थिएँ त मैले तपाईँले हामीलाई हातपात गर्ने फेरि के अधिकार छ त भन्नु के अधिकार छ तपाईँलाई यहाँ रातमा दिन हामीलाई थाप्लो फर्छु यो घर आएर निक्लेर कसले हामीले भने तपाईँलाई थाप्लो पर्छ भनेर उबिसेकै त भनौँ उसलाई केही भन्न सक्नुहुन्न अनि तपाईँले हामीलाई हातपात किन गर्नुभयो त फेरि होइन सल्लाहले त बस हामी यहाँ घर हातपात किन गर्नु त्यसको पनि त यो सम्पत्ति हो त्यही त सल्लाहले हुन्छ तपाईँले सल्लाह गर्ने कुरा अनि हामीलाई हातपात बारी राख्दैनौँ हामीलाई सुन्नु न झाड कति भयो बनाभरि बाँधा चार अनि तपाईँले हामीलाई हातपात गर्ने कि नगर्ने त फेरि मलाई किन देखाउन तपाईँले नदेखाएर कसले देखाउनु त अनि हाने के हो त अनि हानी त्यस्तो नगर्नुहोस् त्यो ऊ गरेको ठिक होइन हामीले उहाँलाई केही भनेछौँ भने केही भनेको छैन भन्नु भन्न होइन ल भयो हामीले उहाँलाई उहाँ बिरामी छु भन्नुभयो अनि हामी आएर यहाँ आएर बसिरहेको छौँ हामी कुर्छौँ तपाईँ आएपछि हामी बल्ल कुरा गऱ्यौँ नि नै हो अब भयो छोडिदिनु अब पहिले नि खिच्न सक्थ्यौँ नि त हामीले अनि तपाईँको राम्रै कुरा त गरेको छौँ हामी नराम्रो के भनेको छ तपाईँलाई भन्नु गाली गरे हैनौँ नराम्रो त हामीले केही भनेको छैनौँ केही भने तपाईँलाई पनि हामीले केही भनेको छौँ नराम्रो नै नै त्यस्तो तपाईँहरूले भन्न होइन हात छोडी छैन उसले चाहिँ यस्तो नदेखाउनुहोस् भन्न भनेको हो नदेखाउनुहोस् भन्न जे हातपात त गरेछ त्यही देखिन्छ तपाईँ हातपात त्यस्तो त्यो नराख्नु भोलि आयो भने के भन्छ तपाईँको श्रीमती बिरामी हुनुहुन्छ तपाईँको श्रीमतीलाई खाने बस्नेदेखि लिएर उपचारको व्यवस्था हामीले गर्दैछौँ तपाईँ बाउ छोरा बस्नुहोस् हामीले यति भनेको थियौँ अनि त्यो हो त्यति भनेको थियौँ नि अनि प्रहरीबाट पनि आउनुभएछ तपाईँले उपचार गर्नुपर्छ भनेर आउनुभएछ तपाईँ म भोलि गइहाल्छु भन्नुभएछ भोलि पर्सि गइहाल्छु भन्नुभएछ अनि तपाईँ जानु भएन यहाँ सुन्नुहोस् ऊ पनि श्रीमती हो हेर्नु पर्यो यहाँ पनि त यो बारी उसलाई बिमार छ म बिमारी छु म यहाँ सुन्नु मेरो तपाईँको एउटा कुरो सुन्नुहोस् त म आँखाको रोगी छु म अस्ति सन्धिखर मैले आँखाले देख्दिनँ म चाहिँ भनेर सन्धिखर गरेर जचाउँदाखेरि दुइटै आँखा दिएर चाहिँ ऊ मोतीबिन्दु हो अपरेसन गर्नुपर्छ भनेर भन्यो अपरेसन गर्न पैसा छैन मसँग होइन यिनी छोराहरूले मलाई चाहिँ हेर्ने बेलामा यिनी छोराहरूले के भन्छन् उल्टा लौ त मोरे नि मोर बाँचे नि बाँच मलाई मतलब छैन मेरी आमालाई सजन गराउनु पर्यो तैँले चाहिँ या पैसा पठा या त तुरुन्त आइयो भनेर त्यसले भन्नुपर्ने कस्तो हुन्छ भन्नुहोस् मान्छेलाई कस्तो यहाँ पिरवाद कस्तो भयो नत्र घर आयो भने थाप्लो फोड्छु अरे अब आइया यसरी सम्पत्ति छ होइन कुरो गर्नुहोस् होइन अब कुरा नगर्नु भोलि तपाईँको श्रीमती उपचार गरेर त उसले त तपाईँलाई त गर्ने होइन नि त अहिले आफ्नो दुःख गरेर खान्छ उपचार भयो भने गरिसकिन्छ पहिले त जमाना त गरी थियो अहिले अझै पनि आएर गर्ने भयो दुःख गर्नुहोस् कुरा तपाईँले गर्नुहोस् न होइन तपाईँले गर्नु म त कुरो वहीँ भर गरेको कति गर्ने के भयो किन मिडियालाई पठाइदिस् तैँले होइन तपाईँले गर्नु तपाईँले के गर्नु भएको थियो तपाईँले होइन। अब म गर्दैन भनेर जग्गा गएर भनेर भन्नुहुन्छ तपाईँले गाउँको मान्छेहरू बोलाउनुहुन्छ म के गरौँ त ताँड मिडिया पठाउने यस्तो तैँले होइन यहाँ मैले भन्दैछु तपाईँलाई अघि नै मैले भनिसकेको हो मैले पहिले भनिसकेको कि होइन तपाईँलाई गर्ने कि नगर्ने भनेर मैले पहिले सोधिसकेको छु ल र गर्दै गर्दैन भन्नुहुन्छ मैले गर्दिनँ भने भने छैन मैले यहाँ लिएर आएँ मैले गर्दिनँ भन्नु त गाउँको मान्छेहरू किन बोलाउनुहुन्छ कौनाले भन्यो गर्दिनँ भनेर कौनाले भन्यो तपाईँको कुरै सुन्दैन तपाईँले मार्छु काट्छु भन्नुभएको बाउलाई मलाई होइन मैले त्यस्तो केही भनेको छैन मैले भने यति भन्थेँ मैले गाली छाडा चाहिँ गाली गरेको थिएँ किनकि सुरुमै फोन गर्ने बित्तिकै उसले गाली गरेको थियो मलाई मैले गाली गरेको थिएँ तैँले म यहाँ सन्चो नभएर पनि फोन गरेको अस्ति पनि फोन गरेको होइन गर्छु भन्ने बेलामा चाहिँ उहाँले मलाई सिधै गाली गर्नुहुन्छ
मैले गाली गरेँ कि होइन मैले मेरी आमालाई तैँले किन होइन मेरी आमालाई त मरे नि मोर बाँचे नि मा तेरी मा फल्नु गर्ने त मरे नि मोर बाँचे नि मा मेरी आमालाई सुख शान्ति हेर्न पर्यो मैले भनेकै छैन पढाइ चढाइ नभन्नु मसँग रेकर्ड पठाइदेऊ मलाई पठाउनुलाई रेकर्ड कसले के भनेको रहेछ रेकर्ड म तपाईँलाई पनि पठाइदिन्छु उहाँलाई पैसा पठाउनु भएको छैन तपाईँलाई पैसा पठाउनु मैले पैसा पठाएको भन्नुहुन्छ तपाईँले अस्ति पनि भन्नुभएको थियो गर्छु भनेर अस्ति तपाईँलाई उहाँ पुलिस बोलाएर पनि अस्ति कुरा गरेको भन अरू पैसा मैले पठाइनँ नि त मैले यहाँ आउनु जब भनिरहेको छु जब होइन केही गर्नु पर्यो अब यता मलाई कति मुस्किल परिरहेको त्यो सोच्नु भएको तपाईँले छोरालाई कति मुस्किल परेको के यहाँ घर मलाई मुस्किल पर्यो मलाई आँखाले देख्दिनँ म हिँड्न नसक्ने भयो मेरो उपचार गर्ने बेलामा होइन आमाको पनि उपचार गर्ने मेरो पनि गर्ने बेलामा अरू चाहिँ मैले कहाँबाट तल पैसा ऋण खोज्दै पठाउनु कहाँबाट गरौँ अन्त अनि तपाईँसँग नभएको भए त अलग कुरा थियो तपाईँसँग पैसा छैन भने त म गर्ने कुरा अलग हो त तपाईँसँग पैसा छ तपाईँ त होइन तपाईँलाई सरलाई फोन दिनु त